हेलो साथीहरू, वेलकम टु माई डे टु मिनी ब्लग जर्नी। र आजको भ्लग चाहिँ बानेश्वरको संसद भवनको मनोरम दृश्य हेर्दै धाब्याममा गएर अन्त्य हुनेवाला छ। भ्लग एकदमै छोटो छ, तर धेरै कुराहरू समेटेर मैले तयार पार्ने प्रयास गरेको छु। सुन्दरी जालबाट हाम्रो हाइकिङ गर्ने प्लानका साथ हामी अघि बढेका थियौँ र सोही अनुसार गयौँ। हाम्रो हाइकिङ गर्ने टोली चाहिँ हामी 5 जनाका थियौँ। 5 जनाको टोलीको साथ हामी सुन्दरी जालबाट अघि बढेको यात्रा हाम्रो उकाली ओह्राली गर्दै विभिन्न बाटोहरूमा भेटिएका ऐसेलुहरू खाँदै हाम्रो यात्रा अगाडि बढेको थियो। त्यही हो, यात्रा छोटो थिएन, लामै थियो। हामी 2-3 घन्टा लाएर हामी वहाँ पुगेका थियौँ। बाटोमा देखिएको मनोरम दृश्यहरू हेर्दै गएका थियौँ। धाप ड्याम पनि एकदमै सुन्दर थियो, हामीलाई चाहिँ एकदम मन परेको थियो। रमाइलो गऱ्यौँ। तपाईँहरू पनि यदि रमाइलो गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको लागि धाप-ड्याम गन्तव्य बन्न सक्छ। लास्टसम्म यो भ्लग हेरिदिनु भएकोमा धन्यवाद। र अर्को मिनी भ्लगमा भेटौँला भन्दै छुटेँ है त म। बाई बाई, सी यू सो नेक्स्ट भिडियो।